युवा बेच्न पाइँदैन, मासुमा चाहिँदैन, युवा बेच्न पाइँदैन, मासुमा चाहिँदैन, युवा बेच्न पाइँदैन, मासुमा चाहिँदैन। राष्ट्रता जिन्दाबाद, 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 राष्ट्रता जिन्दाबाद, जिन्दाबाद, जिन्दाबाद। गणतन्त्र धोका हो, धोका हो, धोका हो, गणतन्त्र धोका हो, धोका हो, धोका हो। राष्ट्रता जिन्दाबाद, जिन्दाबाद, जिन्दाबाद। संघीयता खारेज कर, संघीयता खारेज कर, खारेज कर, खारेज कर। राष्ट्रता जिन्दाबाद, 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 राष्ट्रता जिन्दाबाद, जिन्दाबाद, जिन्दाबाद। राष्ट्रवादी साथीहरू गाडीलाई अलिकति अगाडि बढाउनु पर्ने हो। यहाँले बाटो मिलाइदिनु होला, म हातले अनुरोध गर्छु, थोरै गाडी अगाडि गर्नु होला। राष्ट्रता जिन्दाबाद, राष्ट्रता जिन्दाबाद, जिन्दाबाद, गणतन्त्र मुर्दाबाद, 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 गणतन्त्र मुर्दाबाद, मुर्दाबाद, मुर्दाबाद। संघीयता खारेज कर, खारेज कर, खारेज कर। संघीयता खारेज कर, खारेज कर, खारेज कर। हामीलाई चाहिने भने हामीलाई खाँचो बनाउँछ नि त राजालाई खाँचो त हामी छौँ नि त, त्यही भएर हामी चाहिँ राजालाई आएको। मनाइहाल्छन् होइन, अब हामीले यतातिर मनाइरहेछौँ, उनीहरूले उतातिर मनाइरहेछन्। अब चाहिँ सबैजना मिलेर बन्छ भने देश बन्छ। अब एमाले, माओवादी, काङ्ग्रेस सबैजना मिलेर जनता मिलेर पनि आउँछ भने मिल्छ। एक आपसमा हामी झगडा गरेर चाहिँ काम हुँदैन जस्तो लाग्छ। मिल्छ मिल्छ, बिस्तारै बिस्तारै भइहाल्छ नि। यत्रो ठाउँ छ होइन, हाम्रो कल्चरमा चाहिँ हुन्छ। अब हेर्नु न, होइन नि, हामी एउटा गर्न चाहँदैन। शान्तिपूर्णले चाहिँ शान्तिपूर्णले हामी चाहिँ आन्दोलन गर्छौँ। अरूहरूले चाहिँ युद्ध गर्न खोज्छन्, उनीहरूले युद्ध गर्न खोज्छन्, हामी युद्ध नगरिकन राजाले लाउँछ हो त। अनि मान्छेले त्यहाँ को मान्छे आउँछ हिँड्नु त गुन्डाहरू छिरे, त्यो गुन्डाहरू छिरे, गुन्डाहरू छिरे।
ठुलो सपना हो, मलाई पारिएको भ्रम हो। यस्तो भ्रमको पछाडि नलागौँ, सत्यको पछि लागौँ। हत्केलाले सूर्यलाई छेक्न सकिँदैन। सत्यको पछिमा लागौँ, आन्दोलन सफल पारौँ, राज संस्था ल्याऊ। साथीहरू गाडीलाई अलिकति बाटो खाली गरिदिनु होला। सेन्ट्रल जेलमा सडिएर बसेको मान्छेलाई राजा वीरेन्द्रले 14 वर्षमा निकालेर गल्तीलाई स्वीकार गर, अपराधलाई तिमीलाई क्षमा दिन्छु भनेको आज त्यही राज संस्थामाथि चाहिँ आज यो जुन प्रहार गरे नि काङ्ग्रेस एमाले माओवादी र अमेरिकाका चाहिँ रका एजेन्ट इन्डियाबाट आज राज संस्था सिद्ध्याएर ज्ञानेन्द्रलाई दोष लगाउने काम नगर चाहिँ नेताहरू खबरदार, तिनीहरू सच्य भन्छु मैले नेता र नेपाली जनताले पनि यही भन्नुहुन्छ। हामी सम्पूर्ण नेपाली जनताहरू हो कि होइन भन्नुहोस्, यिनीहरूलाई साँच्चै मौका हो। काङ्ग्रेस एमाले माओवादी छौ, राष्ट्रवादी बनेर आऊ। म माओवादी शहीद परिवारको मान्छे, आज राजा चाहियो, राज संस्था चाहियो भनेर सडकमा किन आइरहेको छु? नेपाल आमाको आँसु पुस्न नेपाली दाजुहरूको माटोमा पनि आइरहेको छु। हाम्रा सारा मेचीदेखि महाकालीका नेपाली दाजुभाइहरू नेपाल आमालाई माया गरेर पहिलेको श्रेय सन्तानहरू राज संस्थालाई माया गर्ने यो उपस्थिति हो। यहाँ पनि 1 लाख होइन 5 लाखको जमघट आज भइसकेको छ। भोलि चाहिँ थपिँदै जान्छ। जम्न सागरहरू हेर्नुहोस्, यो चाहिँ अब राजालाई स्थापित नगरेसम्म हामी घर फर्किन्नौँ। गोली खानी पऱ्यो भने पहिलो शहीद हामी हुन तयार छौँ, हो कि होइन साथीहरू? यो ढङ्गले हामी आएका छौँ। मित्रहरू नआत्तिनुहोस् तपाईँहरू। सत्य बोल्दाखेरि मर्नुपर्छ भने त्यही हो हाम्रो नेपालीको स्वाभिमान। यो अनियन्त्रित हुन सक्छ, जहाँ पनि जान सक्छ, जहाँ पनि जान्छ। अहिले तपाईँको सिंहदरबार नि जान्छ, संसद भवन नि जान्छ, यहाँ अन्य यहाँ तपाईँको सरकारको के एक्सन हुन्छ, केसको कम्प्लिटली रिएक्सन हुन्छ। सरकार चुप लाएर बस्यो भने हामी पनि यहाँ हाम्रा वचनहरू हाम्रा कुराहरूलाई सुनाएर घर जान्छौँ। भोलिदेखि त फेरि आइहाल्छौँ होइन। नभएदेखि यसले यो जनतालाई मर्यादा गर्ने हो भने आजै तपाईँको केही न केही त्यहाँबाट चाहिँ तपाईँको सत्तामा बस्नेहरूबाट यो देशको परिवर्तन भयो। हामीले राजालाई मानिम, गोडा ढोग्यौँ भन्ने कुरो सार्वजनिक समाचारमा आउनु पर्यो। हस्, तपाईँलाई पनि धेरै धन्यवाद। हस्, धन्यवाद। धेरै युवाहरूलाई त चाहिँदैन, नाचेर गाचेर होइन, पुरै झ्याम्टा बजाएर ढोल बजाएर किन चाहियो राजा? राजा नचाहिनेकोहरू चाहिँ सबै पार्टीको कार्यकर्ता मात्रै हुनुहुन्छ, जसले सदस्यता लिनुभएको छ र जसले खान पाइराख्नु भएको छ। उहाँहरू बाहेकहरू कसैले पनि राजा नल्याउने विकल्प छैन अरूलाई चाहिँ, किनभने नभए त देशमा युवा कहाँ छन् त? देशमा युवाले छोड्ने, देश छोड्ने प्रगति बढी। राजा आएपछि ठप्प हुन्छ? राजाको बेलामा नि गाथे नि त युवाहरू त हुन्छ कि हुँदैन थाहा छैन, तर जसको नीति र नियम र जसको सोचमा फरक पर्छ क्या। कुनै पनि मन्त्री तर उहाँले हाम्रो देशमा यत्रो हिमाल पहाड हुँदाहुँदै पनि उहाँ टावरमा बनाउनु नै सक्नुहुन्छ। एउटा पनि जुन राजाको बेलामा खुलेका उद्योग कल कारखाना थिए जुन बन्द गराउनु भयो उहाँले, त्यो मात्रै एउटा सुचारू गरिदिनु भएको भए कतिजना युवाले यो देशमा बस्न पाउँथे, कतिजना फ्यामिली त्योबाट लाभान्वित हुनुहुन्थ्यो। तर उहाँको सोचमै भ्यू टावर बनाएर आफ्नो भ्रष्टाचार गरेर आफ्नो कार्यकर्ता पाल्ने मात्र छ र आफ्नो कार्यकर्तालाई कमिसन खुवाउने मात्र छ। त्यही भएर प्रश्न पहिला पनि भन्दछु, राजाले हामीलाई खानु दिन्छ न गणतन्त्र खानु दिउँ। तर हामी जस्तो युवाले के बुझ्नु पर्यो भने हिजो महेन्द्र राजाले तपाईँको 10 वर्षमा गरेको कार्यकालको विकास र अहिले यिनीहरूले 19 वर्षकोमा हेरेको कार्य त्यो चाहिँ हामीले विचार गर्नु। हामी युवाले के गरे त? यिनीहरूले तपाईँको राज संस्थाको चाहिँ नाममा यति वितृष्णा फैलाइहरू जातमा यो गर्यो त्यो गर्यो भनेर अब इतिहास पल्टाउने भने राजाले कुनै पनि जातलाई बास गरेको छैन। कुनै पनि जातलाई हेर्नुहोस्, समाज छ। त्यो राजाले तपाईँको यो छुवाछुत हो, तपाईँ भूमिस्तर एनलेको 75 जिल्लामा तपाईँको त हस्पिटल खोलेको, विद्यालय गणतन्त्रले एउटा तपाईँको सरकारी हस्पिटल बनाएको देखाउनुहोस्, एउटा तपाईँको चाहिँ विश्वविद्यालय बनाएको देखाउनुहोस् होइन। त्यसकारण आम नेपालीको माग के हो भने ट्र्याक नेपाल ट्र्याकभन्दा बाहिर गइसक्यो। हेर्नुहोस्, नेपाल ट्र्याकभन्दा बाहिर गइसक्यो। यसकारण एकदम
अन्त ढल्यो क्यामेराले भेट्दैन त मान्छे यत्रो के पिछोर गयो के पिछोर हेर गडे टोले हेर त्यताबाटै आएको हो